एकछिन यहाँनिर एउटा भिडियो बनाउनुपर्छ अनि मेरो लुगा यस्तो 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 काटेको छ नि त यो देख्नु भएको छ नि काटेको लुगा अहिले भिडियो बनाएर भन्नुपर्छ कि हामी एकदम गरिब छौँ लुगा मिस्त्री फाटेको लगाएको यसो भन्न हामीलाई सहयोग गर्न चाहनुहुन्छ भने सहयोग गर्नु पैसा भन्नु ल भाइ आज पैसा भन्नु न तपाईँले भन्नु म पनि गरिब छु यहाँ मेरो अपरेसन गरेर यस्तो काटेको मेरो मसँग केही छैन खानु छैन हामीले म खाएको भन्नुपर्छ यो मेरो फाटेको छ भन्छ अब त्यो त भनेर खानु त पाएको छैन भने त ल भन्नुहोस् न ल भन्नु न सुरु गरेँ मैले भनौँ न आज भात पनि खानु छैन भनेर भनौँ न सहयोग आउँछ नि त अनि लाख सहयोग आयो भने के हो भनौँ न मेरो पनि यहाँ यस्तो फाटेको लुगा लगाइराखेको छु अनि आमाले पनि साडीको लुङ्गी बनाएको भनौँ न पैसा किन्ने नभएर अनि आज खाने भातै छैन त्यही भएर हामी मकै खाएको भनौँ ल म भिडियो बनाउँछु सुरु गर्छु भन्नु है आमा अब यी सहयोग आउँछ नि त तपाईँ र म घुम्नु जानुपर्छ नि ल गरौँ न हौ आमा यसो भन्नु आज भात खानु पनि छैन अनि यही मकै पोलेर खाएको हाम्रो घरमा चामल पनि छैन भन्नुपर्छ ल हजुर मसित भन्नु भन्नु त्यसो भएर भिडियो होइन म चाहिँ भन्नु त त्यसो खानु छैन भन्नु सहयोग दिन्छ नि त मान्छेले गर्नुपर्छ भनेर यस्तो छ हेर्नु टिन यो देखेर पनि हिँड्छ क्या आगोमै सुरु गरेँ नमस्ते सबैजनालाई भन्नु आमा नमस्ते भन न नमस्ते होइन नमस्ते चाहिँ भन्नु नि त नमागे पनि नमस्ते भन्नु नि नमस्ते लु सुरु गरौँ ल आयो हाम्रो घरमा चाहिँ खानेकुरा केही पनि छैन अनि हामी चाहिँ एकदम गरिब छौँ अनि मेरो लुगा नि फाटेको छ नाच्नु न पत्ताउँदैन भन्नु तपाईँ भन्नु न भन्नु न आमा आमा भन्नुहोस् न छिटो न मकै खाँदैछु छिटो भन्नु न मकै खाएको देखिरहेको होइन खानु नभएर चाहिँ भन्नु न त खानेकुरा त्यसो त इज्जत जान्छ इज्जतको जाँदैन हौ त्यसो त इज्जत जान्छ इज्जतको जाँदैन हौ कसरी रमाइलो गरेर त खानै छैन लुगा पनि छैन अरे भयो केही हुँदैन आज पानी परिरहेछ अनि राति ओढ्ने लुगा पनि छैन भने त सिरकको दर्शनहरू आउँछ सिरक दर्शनहरू आउँछ म छिटो न ढिलो भइसक्यो यहाँ भिडियो काटिसक्यो भन्नुहोस् न छिटो न भन्नुहोस् न आमा छिटो प्लिज भन्नु न यहाँ भिडियो लिएर भइसक्यो छैन भन्नु न सिरेकहरू ओढ्छु ए मेरो बुर्की छ ठुलो होइन होइन त्यही पनि दर्शन यत्रो ठुल्ठुलो आउँछ छिटो भन्नु न राति ओढ्ने दर्शन ओढ्ने सिरक पनि छैन दर्शन पनि छैन छिटो भन्नु न भन्नु न हौ यसरी त आमा अनि भनौँ न यी म त देखाइसकेँ तपाईँको देखाउनु त लुगा देखाउनु न बिजो भए जस्तो गर्नु न यसरी यस्तो गरेर दुखी हुनु न इज्जत जान्छ हौ जाँदैन हौ इज्जत कसरी त हाम्रो इज्जत जान्छ छैन छेटिएर भने उडाइन्छ भनौँ न अन्त त खानु छैन भनेर त्यसो भन्दै थियो त भनेर आयो भएर